यो नेक्सनको K3 भर्खरै नेपालमा इन्ट्रोड्युस भएको छ। मैले पनि थोरै चलाएर हेरेँ, चलाउँदाखेरि सबै राम्रै छ। अनि यसमा केही थप फिचरहरू आएको रहेछ। प्यानोरामिक सनरुफ, ठुलो साइजको इन्फोटेनमेन्ट सिस्टम, गियर लिभर पहिला रोटेट थियो, अहिले चाहिँ छुट्टै खालको गियर लिभर आएछ। त्यो पनि एकदम राम्रो छ। उहाँले भनेअनुसार 45 किलोवाटको ब्याट्री छ। अब यसले रेन्ज पनि पक्कै बढी दिन्छ। यो पनि अर्को राम्रो पछि हो। समग्रमा अब नेपाली बाटोलाई सुहाउने राम्रो ग्राउन्ड क्लियरेन्स भएको टाटा मोटर्सको नेटवर्कमा नेक्सन K3 ले राम्रै बजार पाउला भन्ने अपेक्षा रहेको छ। मैले धेरै इभीहरू चाहिँ चलाइसकेँ। चलाउन चाहिँ यो पनि एकदम कम्फर्टेबल र अर्को कुरा नेपाली हामी नर्मल मान्छेको पनि प्राइस रेन्जमा पनि ठिक लाग्यो मलाई। अनि यसमा मैले एउटा नयाँ फिचर लाग्यो। यसमा चाहिँ एउटा बटन थिचेर चाहिँ त्यो पार्किङ र चाहिँ तपाईँको ड्राइभिङ मुडमा लान सक्ने एउटा फिचर मैले यसमा नयाँ देखेँ। इट्स नाइस। सगरमा चलाउँदाखेरि एकदम राम्रो। नमस्ते, म दीपक गौतम, जानकारी केन्द्र। नेक्सन K3 निकै राम्रो छ होइन। यसको सानो टेस्ट ड्राइभ पनि गऱ्यौँ र यसको एक्सटेरियर डिजाइन पनि निकै राम्रो छ, इन्टेरियर डिजाइन पनि राम्रो छ र त्यस्तै सेफ्टी फिचर्सहरू पनि निकै राम्रो छ, कम्फर्ट फिचर्सहरू पनि राम्रो नै छ। यतिको प्राइस रेन्जमा चाहिँ यतिको फिचर्स भएको गाडीलाई चाहिँ राम्रै मान्नुपर्छ। नेपालको अरू गाडीहरूको सन्दर्भमा हेर्ने हो भनेदेखि धेरै नै कुराहरू पाउन सकिन्छ यो प्राइस रेन्जमा। यो रेन्जमा चाहिँ एकदम राम्रो गाडी हो। यो चाहिँ 360 क्यामेरा सनरुफहरू पनि रहेछ यो गाडीमा चाहिँ। यो प्राइस रेन्जमा त्यो चाहिँ मलाई एकदम राम्रो लाग्यो। इभी चाहिँ फर्स्ट टाइम चलाएको हो, चलाउँदाखेरि आनन्द पनि छ। यो गाडी चाहिँ मलाई राम्रो लाग्यो। नेपालको अटोमोबाइल इन्डस्ट्रीलाई नै चेन्ज गरेको गाडी हो यो। यसमा 2-3 चिजहरू चेन्जेस भएर आएको छ। ब्याट्री पहिला चाहिँ ठिकठाकको खालको प्याकेजिङमा थियो, अहिले प्रिजमेटिक भएर आएको छ। यसले चाहिँ ग्लोबल स्ट्यान्डर्डलाई बिट गर्छ। ओभरअल गाडीको स्टेयरिङ, त्यसपछि ड्यासबोर्ड, फिजी बटम्सहरू, फ्रन्ट लुक्स, ब्याक लुक्स एकदम इम्प्रेसिभ छ। तपाईँलाई पनि मन पर्न सक्छ, हेर्नु होला। Tata.tv